वेलकम टु माई भिडियो। आज म तपाईहरुलाई मेरो ब्युटिफुल मिनी गार्डनबाट भिडियो स्टार्ट गरिरहेको छु र मेरो भिडियो चाहिँ के को बारेमा छ भन्ने कुरा चाहिँ यहाँहरुले मेरो बाइ द टाइटल एन्ड थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको छ। म आज चाहिँ यहाँहरुलाई गोदावरी क्रिस्टेमम फुलको कटिङ राखेर देखाउन आँटेको छु। कटिङ राख्ने टाइम त भएको छैन होला, भए पनि पो राखेको कटिङ चाहिँ मैले पछि मात्रै फुल्यो, तिहार सकेपछि मात्रै फुल्यो, त्यही भएर यसपालि चाहिँ म छिटो राख्ने कोसिस गर्दैछु। माटो मिक्सर म जहिले पनि यसरी बोरामा राखेको हुन्छु र मैले लिएको छु एउटा यस्तो खालको बकेट जस्तो टाइप्सको, जुन चाहिँ यहाँनिर पाल पनि परेको छ, पानी यसबाट पास हुन्छ है। म राख्छु यहाँनिर माटो मिक्सर। मैले माटो मिक्सरमा चाहिँ धानको भुस अनि माटो, गोबर मल अनि बालुवा पनि मिसाएको छु। धानको भुस चाहिँ मल एकदम राम्रो हुन्छ। आजको मौसम एकदमै राम्रो छ, देख्न सक्नुहुन्छ शीतल रहेको छ, त्यही भएर मैले चाहिँ आज स्टार्ट गरिरहेको छु। गोदावरीको कटिङ राख्नु पर्यो भनेर आज वैशाखको 29 गते म गोदावरी कटिङ राख्न गइरहेको छु। म यहाँहरूलाई अपडेट राखि नै राख्छु, हेरौँ कस्तो हुँदो रहेछ। म यसपालि सयपत्री फुलको बिरुवा पनि बिजन पनि चाँडै नै राख्ने विचार गर्दैछु, किनभने भाइटिकामा हामीले फुल चाहिएको हुन्छ हामीलाई तिहारमा, त्यतिखेर चाहिँ हाम्रो फुल फुलेकै हुँदैन। त्यही भएर है त, हजुरहरूले पनि चाँडै रोप्नुभयो भने चाँडै नै फुल पाउन सकिन्छ। मसँग चाहिँ पोर फुलहरू राखेको मदर प्लान्टहरू छ, त्यहीबाट नि म कटिङ निकाल्छु। काटेर ल्याइसकेको छु। अब यसलाई चाहिँ म यसको मुनिको 2-3वटा हाँगा चाहिँ फाकेर म यहाँहरूलाई देखाउने छु। त्यो बनाइसकेको छु, यसको मुनिको पातहरू चाहिँ फालेर यतिकै बनाइदिएको छु। अब यसलाई चाहिँ म यसरी नै गाड्नेछु। यहाँनिर के गर्नु पर्दैन, इजिली यसरी गाड्दिने। कतिवटा सक्सेस हुन्छ, कतिवटा हुँदैन, त्यही भएर धेरै गाड्नुपर्छ। कतिवटा सर्छ, कतिवटा मर्छ, सर्दैन। त्यही भएर मैले चाहिँ धेरैवटा नै यहाँनिर सार्ने कोसिस गरेको छु। यसरी हामीले कटिङ गरेर आफै बिरुवा निकाल्यौँ भने चाहिँ हामीलाई हाम्रो पैसा बच्छ, हामीले बजारबाट किनेर ल्याउनु पर्दैन। हेरौँ कस्तो हुँदो रहेछ, यहाँहरूलाई म देखाइ नै हाल्छु। यहाँ चाहिँ मेरो खै कुन भेराइटी छ म थाहा छैन, तर एउटा येलो छ, एउटा वाइट छ, अनि येलो र वाइटै होला। येलो र वाइट छ, तर त्यसको प्याटर्न चाहिँ अर्कै टाइप्सको थुङ्गा फुल्ने खालको छ। आजलाई यति नै गाइस। कस्तो हुन्छ यहाँलाई म सकेपछि देखाउने छु। र यो चाहिँ अब म सेमी सेडेड एरियामा धेरै सुक्खा नराखिकन भिजाउँदै म राख्छु। हेरौँ कतिको सक्सेस हुन्छ कि हुँदैन। ओके, थ्याङ्क यू फर वाचिङ, बाई।